बत्ती पनि छैन अब खाना पकाउने टाइम भयो बत्ती पनि छैन गुरा म छिटो खाना पकाउनु पर्यो ल बत्ती आउँछ कि पानी परेर खोइ आज दिनभरि नै पानी पर्यो है अहिले चाहिँ रोको अब आउँछ होला बत्ती अब त छोडिदिनु पर्यो नि त बेलुका भयो 5:30 भइसक्यो त बेलुका बनाउनु पर्यो नि बत्ती बनाउँछ होला अब बर्खा लाग्यो पानी झरीमा ल आकाश पनि कराउँदैछ क्यान्डलहरू छ हाम्रोमा क्यान्डल छ नि लिएको छौ मसिनो खालके मात्रै रहेछ दोकानमा हुन्छ पानी पऱ्यो भने त जाडो भइहाल्छ नि एकछिन बिसाइराख्नु पर्यो अन्त प्याजहरू केलाएर डल्लै गराउनु पर्यो आज कुकरमा पकाउँदैनौ पकाउँदिनँ डल्ले भाँडामा पकाउँ भनेको बत्ती आयो है साथीहरु बत्ती आयो धन्न बत्ती चाहिँ आयो है हजुर पानी पनि सुरु भयो दाल बसाइहाल्यो पहिला अब काटेर यो प्याज धुएर अदुवा हो लसुन त्यहाँदेखि बसाइहाल्छु फ्राई गरेर बनाउने हजुर फ्राई गरेर बनाउँछु पानी त जोडको आयो त हौ पानी यसरी आयो भने त बत्ती जान्छ नि हौ आकाश पनि गडाङ गुडुङ गर्दैछ बत्ती चाहिँ नजाओस् भनेको बर्खा लाग्यो है साथीहरु हाम्रो गाउँतिर त राम्रै छ परेन हजुर राम्रै छ त्यो चाहिँ कम्ती पाकिसक्यो त्यसलाई फेकिदिन्छु एउटा त पाकेछ त है हजुर त्यो त नपकाउ ल आधी फेकिदिन्छु त्यसलाई आधी फेकिदिन्छु त्यति फेकिनुपर्छ कि अहिले रो भएको थियो अहिले अलिक खोलिँदै गयो छिप्पेको बस्दा है हजुर
बत्ती आएर चाहिँ खुसी लाग्यो है। हजुर नभए म त आज त क्यान्डलमा त बिजोग हुने रहेछ भनेर सोचिरहेको थिएँ। अँध्यारो न अँध्यारो भयो नि त फेरि है लाइट नहुँदाखेरि। उज्यालो भयो अब दिन पनि खुल्यो। नङमा सच्छ पर्छ छुरीले काट न त्यो। पस्दैन मेरो नङ त छैन। त्यो रानी मासुमा पस्छ त्यो। पस्दैन पस्दैन। गाई काले डल्लै भिज्यो त यो पनि पानीमा लुप्रुकै भिजेर आएछ काले ऊ गर्लफ्रेन्ड बोलाएछ र करेला बसाइहाल्छु करेलाको सब्जी। छोटी कम्ती आगोमा पकाउनुहोस्। लसुन र अदुवा मसला पनि लाउनुपर्छ त्यो ध्यान हुन्छ हो। पिरो मुलाको अचार बनाउनु पर्यो। पिरो लसुन टमाटरहरू नि हालेन। लसुन चाहिँ लाउँदिनँ कि टमाटर चाहिँ लाउँछु। टमाटर खुर्सानी। दाल पनि भयो होला त बुढी। अब भयो।
छोडिदिनु भएन होला ल नानी पानी झरेले गर्दा बुल्यो छोड्दिनु अब यतिकै खाउँ ल आम्मामा बुढी मेरो त मुख पऱ्यो पानी पानी भयो त अचार देखेर पानी पनि रह्यो पानी रह्यो राम्रोसँग भात चलाउनु पर्यो बत्ती गयो नि विश्वास त पानी पनि फुटाउनु थाल्यो फेरि यस्तो चम्मचले त आज दिनभरि पानी पऱ्यो है मामा मुखमा पानी पानी मुलाको अचारले चाहिँ तोरीको तेल लगाएन उसमा तोरीको तेल लगाएन वाह 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 बस वाह 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 बस अब तातो तातो भात बस पानी झरीमा मुलाको अचार के छ विचार अचार चाहिँ हेर्दै ल बुढी सुरु गरौँ पानी फेरि झर्नु थाल्यो है अब बर्खा लागेको रहेछ अब चाहिँ बर्खा लागेको रहेछ है हाम्रो गाउँतिर ल सुरु गरौँ ल आँखा थाहा भयो होइन छिटै खानुपर्छ बत्ती जान्छ हवस् त साथीहरू लिए है हाम्रोतिर त पानी परिरहेको छ त्यसैले भट्टाभट खाना टेको है अब हामी विशेष त बत्ती जाने डर हुन्छ हाम्रोतिर हो अलिकति पानी पर्यो कस्तो मिठो भएछ वाह वाह मुलाको अचार पनि वाह भएछ करेला त यसरी बनाएको दामी हुँदछ है फ्राई गरेको भन्दा नि आज राति त्यो निकाल्नु रहेछ पानी भएछ दाल पनि दामी भएछ दामी भएछ करेला त बुढी सानो दामी भयो नि रहेछ त हौ पुरा मिठो भएको छ है यसरी पकाएको मिठो हुन्छ नछोपे पकाउनुपर्छ नि त दामी
आज करेला चाहिँ जति खाए त्यति मनपर्ने भएछ। म त फ्राई गरेर भन्दा त्यसरी बनाएको मन पर्यो। फ्राई गरेको पनि मिठै हुन्छ। त्योभन्दा दामी चाहिँ यसरी हुँदछ। दिउँसोको 1 बजी पऱ्यो भने पानी 1 बजीदेखि पऱ्यो कि कम्ती भए पनि परेको परेछ। गाराङ गुरुङ नगरी यसरी पऱ्यो भने त राम्रै हो नि। कुकरमा भन्दा यस्तोमा पकाएको दाल कस्तो मिठो हुन्छ। कुकर घरकै पहिलाको स्टाइल क्या डल्ले गराएको एकदमै मिठो भयो बुढी। पानी झरीमा दामी खाना बनायो। धन्न बत्ती पनि गएन है। हजुर धन्यवाद प्रभु, तपाईँलाई हामीलाई मिठो भोजन जुटाउनु भयो। मेरो बुढीलाई थ्याङ्क यू।